दाइ एक प्लेट मोमो दिनु न र सबको सुटिङ सेटमा रहेका छौँ अब सुटिङ सिन खिच्छौँ क्यामेरा सरले चाहिँ गु खिच्नु बकैदा खिच्नु हो भने त्यो भएर सबैको लागि नमस्कार साथीहरू म चाहिँ उकालो चढ्दैछु अनि म चाहिँ अब आज गाह्रो छ होको सुटिङमा जाँदैछु यो भ्लग हाल्छु हाल्दिनँ थाहा छैन एभ्री टाइम हाल्ने कोसिस चाहिँ गरेको हुन्छु बट लेट्स सी मलाई लाज पनि लाग्छ फेरि के गर्ने होला भ्लग भनेपछि सुरुमा यस्तै होला भन्दै म आजको दिनचर्या के हुन्छ देखाउने कोसिस गर्छु थाक्यो म त तपाईँहरू देख्न सक्नुहुन्छ मेरो हालत गम्भीर भइसकेको छ चढेर हिँडेर म चाहिँ अरू बेला आफ्नै स्कुटरमा आउने गर्थेँ आज मलाई ढुक्कै लागेर अल्छी लागेर चलाउनलाई भनेर अल्छी लाग्यो भनेर के बोलिरहेको छु म है छ्या पठाउमा आएको अब यो धेरै हिँड्नु पऱ्यो कि त्यो तलदेखि न त त्यहाँ माथिसम्म आउँछ स्कुटर त्यो पठाएको दाइलाई पनि मैले पुऱ्याइदिउ त भनिनँ बिचमै सास जान्छ कि क्या हो मैले त अब म पुग्नु आँटिसकेँ धन्न यस्तो के हुँदैछ दाइ यो आज सिनलाई चाहिन्छ रे गर्दैछु वाह अब सुकुटी बनाएर खाने रे भाजेको कति राखेको माथि सुकुटी खाने होइन हो त नि खसीको राखेको कुखुराको पनि सुकुटी खाने रे त्यस्तो भन्थ्यो त्यस्तै भन्छ अब हामी खाम आज सुकुटी कुखुराको के छ त नक्कली यस्तो हुन्छ नि म चाहिँ अब सेटमा जाँदैछु मेरो पालो आएको छ म आएर एकछिन त मजाले घाम तापेँ अनि यहाँभित्र चाहिँ मैले अब लुगा लगाएको छु अब यो जाडोमा पनि मैले चाहिँ वान पिस लगाउनु परेको छ आजको कहानीमा पिङ्छ गाह्रो छको मैले जानी रुवाएको त होइन म पनि रोएको हुन्छु नि बेला बेलामा अनि म रुँदाखेरि चाहिँ आउँदैन आँसु सिट भयो होइन अब मिल्दै जान्छ स्टोरी हेर्दै जानु ल विदेशदारी केटासित धोका पाउँछ पानी नखाइ तँलाई गीत फुरेन ए हो काम छैन कतिको लास्टको नेता मानियो त्यसैको लागि बिहास त जान्दै एकछिन यताउता गर्दाखेरि पर्स ठ्याक्कै पर्सतिर लागेर पर्स फाइनली दाई आफ्नो खुट्टामा लागेको आफूले कुल्चेको कुप्पो हालेर आइसक्नु भयो त्यस्तो भन्नु त्यो केही चिज रहेछ त्यहाँनिर हल्लुवा रहेछ यहाँ कसको भन्छ थाहा छ तर नभन यतापट्टि यहाँ आउँ त हेलो भनेर हामी गाह्रो छको सुटिङ सेटमा रहेका छौँ अब सुटिङ सिन खिच्छौँ क्यामेरा सरले चाहिँ गु खिच्नु बकैदा खिच्नु हो भने त्यो भएर सबैको लागि टेक सुरु गर्छ पुन्टु तिम्रो गाडी बन्यो त बन्यो कि बनेन बन्यो
नक्कलु मैले चाहिँ एउटा सिन सकेर आइसकेँ। अब भने मेरो होइन हामी सबैको भात खाने पालो भात। अनि त्यसपछि अनि अर्को सिन खिचेर आज चाहिँ मेरो धेरै काम रहेनछ, धेरै सिन रहेनछ। सो म यो सक्छु, त्यसपछि जान्छु। कस्तो छ त अनि विथ एक्सप्रेसन भन्नु न, विथ एक्सप्रेसन एकदम मिठो छ भन्नु त। लास्टमा म सक्दिनँ, म झुट बोल्न सक्दिनँ। खाएर सकिसक्यो। तपाईँको के छ भन्ने यसमा? अर्को लट चाख्दाखेरि के लागिरहेको? के लागिरहेको होइन? कस्तो छ स्वाद? कुखुरा जस्तो छ कि चिकन जस्तो छ? यहाँ डल्ले मोमो भयो नि मलाई लाग्छ। मोमो मेकिङ समोसा ह्यापेन भन्थ्यो केमा हो त्यहाँ चाहिँ जिउमा मेकिङ के सिनपछि पाक्छ सबै एक डल्ला पिलासेको मोमो पसल ए सरी पिनासेको मोमो पसल भन्ने कुराहरू एक प्लेट मोमो चाहिँ बन्न लागिसकेको छ त्यहाँनिर चट्ट लाएर। कति प्लेट बनाउने हजुरको? कति प्लेट? 30 प्लेट। ए ओके। एक प्लेटको कति रुपिस छ? ओ या ओके 100। मोमोको पनि कुनै ठुलो साइज कुनै सानो साइज। मोमोज हो कि मोमो होइन? मोमोज बनाउनु यो कुकुरले त झन्डै पुग्यो कठै मोमोज एक प्लेट मोमो दिनु न। हेर्नु सक्नुहुन्छ त्यतिखेर मोमो लभर भनेर चाहिँ अहिले मार्केट खाइरहेको छु। सबै गइसकेर होइन तँ अहिले आफ्नै जिउमा मोमो व्यापार गर्दा कस्तो लागिरहेछ? एकदम गर्व लागिरहेको छ किनभने ठाउँ पाइएन अहिले हेर्नु न यहाँ छातीमा मोमोमा बालेनले मोमो व्यापार गर्न थालेपछि त बालेनले उठाउने कुरा नि भएन। उठाउनु भएर आफ्नो जिउमा भएपछि कसरी उठाउँछ उसले? मेरो अधिकार हो। यो एपिसोड नौ एक्सपेन्सिभ मोमो जिउमा भाडा तिर्नु पर्यो आफूले आफूलाई पनि। मान्छेको मासु हो त बफ मोमो भयो। बिचरा जाडोले त्यहाँ बफ मोमो यहाँ चिकन मोमो पाक्दैछ। ओ माय गॉड 9 गते गाह्रो छ खानालाई। 9 गते यो फोन हो त यो संसारमा 9 बजेर अर्को संसारमा यही संसारमा छौ त। यही संसारमा छु जस्तो लागेको छ। यति भन्दै हामी हाम्रो सुटिङबाट फर्किँदैछौँ किनकि हामीले सकाइसक्यौँ। त्यही भएर हामी फर्किन्छौँ। यहाँ पाल्ने पनि हामीलाई कोही छैन, त्यही भएर पनि फर्किनै पर्यो। अनि कुराकानी त्यही हो। अब जान्छु घर जान्छु चेट्टो तातो भएर बस्छु। ओहो सुरुप भात खान्छु बेलुका कति मजा।